तपाईँ सबैले हेर्नु होला कति परिवर्तन छ। यो तपाईँ हामी सबैले गर्दा नहुने चिज छैन। हामी पनि सबै कर्मचारी छौँ, हामी पनि पारिवारिक छौँ। 1 घण्टा शनिबार दिएको समयले टोखाले परिवर्तन पाउनेछ। यो कुरा हामीलाई पनि हिजो थाहा थिएन, तर आज थाहा भयो। त्यसो हुँदाखेरि तपाईँ सम्पूर्ण छरछिमेकीले साथ सपोर्ट गर्नुहुन्छ। यहाँ उपस्थित हाम्रा विभिन्न नेपाल भूतपूर्व प्रहरी सङ्गठन देखि लिएर हाम्रो विष्णुमती खोला सरसफाइ अभियान केन्द्र, त्यस्तै गरेर टोखा चाहिँ विभिन्न सङ्घ संस्था र हाम्रा कर्मचारी, नगर प्रहरी, त्यस्तै गरेर सशस्त्र बल, त्यस्तै गरेर विभिन्न सामाजिक अभियन्ता तथा प्रत्येक समय यति अहोरात्र लागेर हाम्रो यस कार्यक्रमलाई टोखालाई सफा पार्नुपर्छ भनेर पूर्ण रूपमा देवरामदेखि अहिलेसम्म र भोलिका दिनसम्म लाग्नुहुने अत्यन्तै आदरणीय हाम्रो गणेश सर हुनुहुन्छ। यति 2 शब्द भन्दै हामी कार्यक्रमलाई र कामलाई हामी ध्यान दिने कारणले गर्दाखेरि 2 शब्द मात्रै राखेर हामी काम सुरु गर्दैछौँ। धन्यवाद। सबैलाई नमस्कार। हामी आज फेरि विष्णुमती भएका छौँ। आज 54औं हप्ताको यो सफाइ अभियानमा थुप्रै साथीहरू आउँदै हुनुहुन्छ। हामी धेरैजना यहाँ आइसकेका पनि छौँ। म अब यहाँ उपस्थित हुने जनप्रतिनिधिहरूलाई यो पिक्चरको भागमा आइदिनको लागि म अनुरोध गर्दछु। वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक टोखा 7 का वडा सशस्त्र प्रहरीका साथीहरू यहाँ आइसक्नु भएको छ। अन्य साथीहरू पनि आइसक्नु भएको छ। नगर प्रहरीको बिहानैदेखि यहाँ उपस्थिति छ। हाम्रा थुप्रै साथीहरू आउँदै हुनुहुन्छ। हामीले यही 22 गते अस्तिको दिन मात्र वातावरण दिवस 5 जुन नगरपालिकामा मनायौँ। 50औं हप्तासम्म 26औं हप्तादेखि 50औं हप्तासम्म नदीभित्र पसेर सफाई गर्ने सफाई कर्मीहरूलाई सम्मान पनि गरिएको थियो। वातावरण यस क्षेत्रमा काम गर्ने अन्य व्यक्तित्वहरूलाई पनि नगरपालिकाले सम्मान गरेको थियो। 50औं हप्तामा नगरपालिकाले एउटा नयाँ सुरुवात पनि गरेको छ। खोलामा पसेर काम गर्ने विभिन्न 19 जना व्यक्तिहरूलाई नगद पुरस्कार सहित सम्मान गर्यो। त्यसमा 1 जनालाई सर्वोत्कृष्ट सफाई कर्मी भनेर 10,000 सहित सम्मान गरेको थियो। त्यसको लागि नगरपालिकालाई हामी सम्पूर्ण अभियन्ताहरूको तर्फबाट धन्यवाद दिनुपर्ने हुन्छ। हामीले पहिलेदेखि भन्दै आएका छौँ, अहिलेसम्म छानिएका फोहोरहरू टिपेर सक्ने हो, अवस्थामा नदिने हो। नगरपालिकाले अस्ति 22 गते जुन 5 का दिन केही प्रतिबद्धता पनि व्यक्त गरिसकेको छ। नगरपालिकाले प्रतिबद्धता व्यक्त गरिसक्नु भएको छ। प्रमुख प्रशासकीय अधिकृतले प्रतिबद्धता व्यक्त गरिसक्नु भएको छ। वातावरण संयोजकले प्रतिबद्धता व्यक्त गरिसक्नु भएको छ। अब त्यो एक्सनमा जान सुरु भएको छ र आज भोलिदेखि नै खोलाभित्र डोजर पसाएर त्यहाँका अवरोधहरू हटाउने सम्झाउने कामहरू सुरु। त्यसै यस सरसफाइ अभियानमा निरन्तर लाग्ने पूर्व प्रहरी सङ्गठन, टोखा नगर प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सङ्घ संस्थाका अभियन्ताहरू उपस्थित सम्पूर्णलाई टोखा नगरपालिका विपद तथा वातावरण तर्फबाट हार्दिक ज्ञान अभिवादन व्यक्त गर्न चाहन्छु। यो हामीले 54औं हप्तामा आइरहँदाखेरि विष्णुमती आज सफा गरेर भोलि उसलाई पर्सि सफा गरेर निकोसी उसलाई यो हामीले सफा गरेर यसको समाधान भनेको होइन। यसको उपाय समाधान भनेको हामीले गरेको अभियानमा तपाईँले साथ दिनु भने कमसेकम विश्वलाई खोलामा नफालिदिनु भन्ने अभियान होइन। त्यसलाई हामीले निरन्तरता जारी राख्नेछौँ र हामीले यो अभियानलाई 50औं हप्ता पनि समापन गऱ्यौँ, कार्यक्रम बनाएर समापन गऱ्यौँ। खोलामा पस्ने सदस्यहरूलाई हामीले सम्मान पनि गऱ्यौँ। त्यसै गरेर निरन्तर
यस अभियानमा जुट्ने अभियन्ताहरू पनि हामी सम्मान गऱ्यौँ। यसै सम्मान हामी आगामी कयौँ हप्तामा पनि गर्नेछौँ। तर हामी अभियन्ताहरू मात्रै विष्णुमती सरसफाइ गर्छौँ भनेर लागेर सफल हुँदैन। त्यो विश्व वातावरण दिवसको अभियानमा साताव्यापी कार्यक्रममा हामी मनाइ गर्दाखेरि हामीहरूले विभिन्न वडामा यो अभियान सञ्चालन गऱ्यौँ। तर हिजोभन्दा चाहिँ बाटोहरू धेरै सफा भएको पायौँ। यसलाई हामीले निरन्तरता दिनु नै यस अभियानको उद्देश्य हो। त्यसले गर्दाखेरि यो अभियानलाई सम्पूर्ण हाम्रो टोखा नगरवासी, खोलाचौर, बाटाचौका घरका आदरणीय नगरवासी दाजुभाइले हामीलाई हातमा हात दिनु भने अवश्य पनि टोखा नगर सफा हुनेछ। र यस अभियानमा हामी न्यूनतम दबाईको तपाईँहरूको अवश्य हामीलाई साथ भयो भने यो कार्यक्रम सफल हुन्छ। र यो आजको कार्यक्रमलाई म यो नारा लाएर यसलाई उद्घाटन गर्न चाहन्छु। हामी हाम्रो घर आँगन टोल सफा सहर सफा गर्न सक्छौँ। हामी हाम्रो नदी नाला सफा गर्न सक्छौँ। हामी हाम्रो टोखा नगर सफा राख्न सक्छौँ। कला संस्कृति स्वच्छ सम्पूर्ण टोखा नगर बनाउन सक्छौँ। हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने। धन्यवाद। अब हाम्रो कार्यविभाजन अनुसार हामी सबै आफ्नो जिम्मेवारीमा लाग्छौँ। ठिक 8:20 फेरि हामी जहाँ र टोखा 11 को साइडबाट र टोखा 8 को साइडबाट आधी बाँडिएर हामी पसौँ। यो पुलमा भएका आदि साथीहरू टोखा 8 पट्टि जाउँ, आदि साथीहरू यता टोखा 11 पट्टिबाट हामी खोलाको माथिल्लो भागतिर लाग्छौँ। सबै आफ्नो आफ्नो जिम्मेवारीमा लाग्नको लागि म सबै साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद गणेश सर। यो विश्वबाट आदरणीय टोलवासी महानुभावहरू, हजुरहरू आफ्नो घर आँगन कौसी र बाटाबाट हेरेर बस्नुभन्दा यो 1 घण्टाको समय राष्ट्रको लागि आफ्नो गाउँ टोल र खोला नाला सफा गर्नको लागि यो हामीले सञ्चालन गरेको विशेष कार्यक्रममा आइदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौँ। हाम्रो यो कार्यक्रममा तिलिङटार स्कुलबाट पनि भाइ सरहरू र भाइ बहिनीहरू आउनु भएको छ। उहाँहरूलाई पनि हामी हार्दिक स्वागत गर्दछौँ। त्यसै गरी हाम्रो यो सरसफाइ अभियानमा जितकुण्डो महासङ्घबाट प्रशिक्षार्थी र प्रशिक्षकहरू आउनु भएको छ। हामी उहाँहरूलाई पनि हार्दिक स्वागत गर्दछौँ। विश्व वातावरण दिवस 2025 को उपलक्ष्यमा आयोजित टोखा नगरपालिकाद्वारा आयोजित यो विष्णुमती तथा साङ्ले खोला सरसफाइ महाअभियानको 54औं हप्तामा उपस्थित हुनुभएका सम्पूर्ण सङ्घ संस्था, विशिष्ट व्यक्तिहरू, स्कुलका विद्यार्थीहरू, विभिन्न फोहोर मैला सङ्घ संस्थाबाट उपस्थित हुनुभएका महानुभावहरूलाई हामी हार्दिक स्वागत गर्दछौँ। र स्थानीयहरू पनि हामीले खासै देखिरहेका छैनौँ, स्थानीयवासीहरूको उपस्थिति देखिरहेका छैनौँ। यो फोहोर मैला सरसफाइको अभियान यो हाम्रो अभियान होइन, यो स्थानीयवासीहरू पनि यस कार्यक्रममा उपस्थित भइदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौँ।
फेरि पनि हामी तेलिङ्गार स्कुलबाट उपस्थित हुनुभएका भाइ बहिनीहरू र सरहरूलाई हार्दिक स्वागत गर्दछौँ। अभी रजुआ के फोन करबे ना हाल नहीं रखना। बस हिँड्न दियो भन्नु है। घर दैलोबाट निस्किने फोहोर मैलालाई फोहोरको गाडी लिन आएपछि फोहोरलाई छुट्याएर कुहिने फोहोर लिन आउने दिनमा कुहिने फोहोर र नकुहिने फोहोर लिन आउने दिनमा नकुहिने फोहोर गरी छुट्याएर गाडी आएपछि मात्रै बाहिर घरभन्दा बाहिर निकालिदिनु होला। आफ्नो घरबाट निस्किने फोहोर मैलालाई सोझा नगरपालिकाद्वारा आयोजित विष्णुमती तथा साङ्ले खोला सरसफाइमा हाम्रो कार्यक्रममा सरिक भइदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौँ। आफ्नो सबै सफा राख्नु र फोहोरलाई पोका बनाएर खोलामा नफालौँ र पोका बनाएर फालेको भिडियोमा अब हामी यो कार्यक्रममा तपाईँहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ। यस्तो नगरिदिनु होला। फोहोरको काम बनाउने र फोहोरको कार्य आउँछ र गाडी आएपछि फोहोरलाई छुट्याएर कुहिने र नकुहिने फोहोर जुन दिन भनेको छ त्यो दिन तोकिएको दिनमा फोहोरको गाडीले लैजाने हुँदा फोहोरलाई खोलामा फाले सार्वजनिक स्थलमा फाले कामहरू गर्नु भएको भने त्यस्तो कामहरूलाई रोक्नु हुन हामी सूचनाद्वारा अनुरोध गर्दछौँ र कति त्यस्ता व्यक्तिहरूलाई भेटिएमा फोहोरको टोला खोलामा फाले सार्वजनिक स्थलमा फाले व्यक्तिहरू भेटिएमा उक्त व्यक्तिहरूलाई कारवाही हुने कुरा हामी यस्तो सूचनाबाट जानकारी गराउँदछौँ। यहाँहरूलाई कारवाही हुने कुरा हामी यस्तो सूचनाद्वारा जानकारी गराउँदछौँ। यदि कसैले पनि मेलाको कार्ड बनाउनु भएको छैन भने आफ्नो घर आँगनमा फोहोर बनाउने फोहोर मैला संस्थासँग समन्वय गरी फोहोर मैलाको कार्ड बनाई र गाडी लिन आएपछि मात्र फोहोरहरू गाडीमा हालेर फोहोरहरू व्यवस्था गर्नु हो भने हामी यस्तो सूचनाद्वारा अनुरोध गर्दछौँ। आफ्नो घर आँगन टोल हामी आफैले सफा गरौँ। अरू आउँछ र सफा गरिदिन्छ भनेर अरूकाको मुख हेरेर नबसौँ।
हाम्रो जीवन हो तर पनि पानीमा नदीमा फोहोर हामी फाल्छौँ। यो काम आजैबाट बन्द गर्नुहोस्। कसैले तपाईँले फोहोर फाल्दै गरेको देख्नुभयो एउटा भिडियो खिचेर नगरले एप्स तयार पारेको छ, हालिदिनुहोस्। तपाईँको गोप्य सूचना हुनेछ र त्यो फोहोर फाल्ने मान्छेलाई सख्त कारवाही हुने व्यवस्था गरिएको छ। यहाँहरूलाई त्यो पनि जानकारी गर्दछौँ। विभिन्न सार्वजनिक ठाउँमा सूचना ट्रान्स हुनेछ। त्यसो हुँदा मैले जति पनि सुन्नु भइरहेको महानुभावलाई त्यो पनि कुरा जानकारी गरेँ र यो परिस्थिति अहिले आएर जुन झर्नु भएको छ उहाँहरूलाई अलिकति समूहको कम्ती भएको छ, किनभने धेरै फोहोर छ। 2 जना 3 जना हुनुहुन्छ। सजिलो ठाउँमा हामी एकजना सर जानुभएको छ, अत्यन्तै हाम्रो क्रियाशील सर हुनुहुन्छ। त्यस्तै गरेर अरू साथीहरूले पनि सपोर्ट गर्नको आग्रह गरेँ। त्यो माइक पक्ष अलिकति माथि यता सुनेका छौँ। यो डोजरले यहाँ ढुङ्गा हेर न, ढुङ्गा यो लगभग एउटा सानो केही स्क्वायर वाल हुने ढुङ्गा यो रुखले गर्दा अड्थ्यो। माथिदेखि ढुङ्गा ल्यायो, ढुङ्गा छ, यहाँ सम्पत्ति छ। यो ढुङ्गा हामीले किन्नुपर्छ, तर खोलामा यत्रो तत्र छ। यदि हामी सिरियस छैनौँ कि अब यत्रो तत्र यो ढुङ्गाहरू छरिरहेको छ, हामी ढुङ्गा किनेर टेन्डर खोलेर हामी वाल लगाइरहेको छौँ। यो ढुङ्गा निकालिन्छ, खोलो पनि सफा हुन्छ, रुख निकालिन्छ, काठको काम गर्दा यी कुराले गर्दा खोलोको अवस्था अत्यन्तै दर्शक देखिन्छ। वारीमारीबाट हेर्दाखेरि त्यसलाई हाम्रो गाडीबाट कपडाहरू बुझाउनु भएको छ। उहाँले पनि नोटिस गर्नु म अनुरोध गरेँ। यो चिज चाहिँ अत्यन्त गरिहाल्नु पर्नेछ है। तल फेरि अर्को एउटा रुख पनि परेको रहेछ। अब यो एरियामा चाहिँ अलिकति हामीले केही दिन यो हप्तामै यसलाई व्यवस्थापन के छ यसको मापदण्ड त्यो गर्नै पर्ने देखिन्छ है। अत्यन्तै सबै जग्गा खर्च भएको छ। तपाईँले फालेको फोहोरलाई माथि समाउनु होला। हाम्रो फोहोरको लागि कहाँ छ? फोहोरको लागि यस्तो फोहोर पानीले फालिन्छ, हेरेर सजिलो हुने गरी त्यसरी नै सहज गर्नु होला है त। र हाम्रो स्थानीय छिमेकी कोही पनि देख्नुहुन्न यहाँ। यो यहाँनिर बाटोमा इँटा कहाँको लागि प्रयोजनको लागि राख्नुभयो? यहाँ देखिरहेको आशा हो मलाई, यो बाटोमा इँटा र गिटी कहाँको प्रयोजनको हो? सायद मलाई लाग्छ यो पाण्डे ढुङ्गा सप्लायर नगर परिषदको त्यहाँ 1-2जना साथीहरू लिएर उहाँलाई यस्तो बोलाउने काम गरौँ। अनि यो त्यस्तो केही छैन, तर हजुरको सामान पाण्डे ढुङ्गा सप्लायर, हजुरको सामान अलि यता तत्र देखियो। यो असल छ। यहाँ स्कुलको गाडी रुखमा अरू रुख आएर रोकियो ठुलो भेला आउँछपछि
ठेदा साहबले यो दाई पनि राख्नै पाउँदैन। यो ठेदा साहबले काम गर्न राख्ने गरे तर अलिकति व्यवस्था गर्न दिँदैन। यहाँ स्थानीयवासीहरूले पनि तपाईँहरूले पनि आफ्नो पसल अगाडि सामान राख्दाखेरि कमसेकम यहाँ यसरी नराख्नुहोस् भनेर एउटा गाली गर्नुपर्छ है। यो किनभने तपाईँलाई नै अप्ठ्यारो छ, तपाईँलाई नै धुलो छ, कस्तो स्कुलको बच्चाहरू छन्, सानो सानो बालबालिका छन् होइन। अब तपाईँ हाम्रो बच्चा, हाम्रो स्वास्थ्य यो सबै चिज क्या अब यसलाई अलिकति मिलाएर राख्नु, एउटा जग्गामा राख्नु भनेर अब त्यो किन हटाइदिनु होला एउटा त्यो उठाएर उहाँहरूको काम लाग्ने काम यहाँ रुखको फेदामा अवस्थित पऱ्यो। प्लिज प्लिज गाडी जहाँ छ त्यहाँनिर जानु त अति मान्छेको कम्ती भयो क्या, त्यहाँनिर अलिकति गइदिनु त प्लिज। आज हामी अब यो एकछिनपछि समापन पनि गर्नेछौँ। यति यो पुलसम्म चाहिँ क्लियर गरौँ हामीले। यो दुईवटा पुलको बिचमा चाहिँ आज हामी गर्छौँ, यति चाहिँ सकेर मात्रै समापन गर्छौँ हामी। त्यसो गर्दा एकैछिन सबैजना लाग्दिनु त प्लिज। यो कस्तो रहेछ भने नि अब एक एकजना भन्दा पनि गाह्रो, यो माइकबाट भन्दाखेरि सबैले सुनिन्छ, यसलाई अन्यथा नमान्नु होला। कहिलेकाहीँ के हुन्छ थाहा छ, रमाइलो पनि गरौँ। त्यो अफिसमा अथवा विद्यार्थी भाइ बहिनीहरू कानमा डटपेन राखेर मेरो डटपेन हरायो भने दिनभरि खोजिरहेको हुन्छ, त्यस्तै पऱ्यो। आज पानी मैले राखिरहेको ल खानु होला। सेक्युरिटी सुरक्षा बल, त्यसै गरेर नगर सुरक्षा बल, पिपी लगाउने साथीहरू पसिनै पसिना उहाँहरूलाई पानी कम छ गाडीमा। मैले हाम्रा नगरका साथीहरूलाई भने गाडीमा पानी पिउने छैन भने त्यो तल पिपी लगाउने साथीहरूलाई 2-3 बोतल पानी फालिदिनु होला। पानी मैले यता ध्यान पानी कहाँ छ, पानी पिउने पानी गाडीमा छ कि छैन? पानी तल कमसेकम पिपी लगाउने साथीहरूलाई 2-3 पानी फालिदिनु होला। ल पानी आउँदैछ साथीहरू, पानी आउँदैछ, बिस्तारै खाएर गर्नु होला। धेरै हताश नगर्नुहोस्। तपाईँ खोलामा हिँड्दाखेरि राम्रो हेरेर खुट्टा बिग्रिन्छ, किनभने ठाउँ अत्यन्तै अप्ठ्यारो छ। कहिले पनि हताश नगर्नु होला है। काम गर्दा आरामले गर्ने, सफा गर्ने तरिकाले गर्ने। हतार गरेर धेरै काम गर्छु म भन्नु होला। हामीले कन्टिन्यू कार्यक्रम गरेका छौँ। कन्टिन्यू पिपी लगाउने साथीहरू 14औं हप्तादेखि खटिराख्नु भएको छ। उहाँहरू जीवनभरि खट्ने प्रतिबद्धता गर्नुभएको छ। समाज सेवा नै धर्म भन्ने कुरा उहाँहरूले प्रतिबद्धता गरिसक्नु भएको छ। खुसी लाग्छ। हामी गर्न नसके पनि उहाँहरूले तलबाट फालेको फोहोर समाउने काम गर्नु। सबैजना